हेलो सबैलाई हेलो है कस्तो लाग्यो आज भट्टीको खानेकुराहरू एकदम मिठो एकदम दामी यस्तो मिठो भएर सबै सक्यो खानेकुरा हो धन्यवाद आज चाहिँ के को फङ्सन हो अरे आज तपाईँहरूको कङ्ग्रेचुलेसन बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई ताकेको रेशम फिरिरी रेशम फिरिरी I found a love for me. Well, darling, just dive right in and follow my lead. Well, I found a girl, beautiful and sweet. Well, I never knew you were the someone waiting for me. 'Cause we were just kids when we fell in love, not knowing what it was. I will not give you up this time. Oh, darling, just kiss me slow. Your heart is all I own, and in your eyes you're holding mine. रानी फुले झै सझमा तिमी फुल्यौ कलेजी माझमा मनको रहर कञ्चीलाई घुमाउने काठमाडौँ सहर कञ्चीलाई घुमाउने काठमाडौँ सहर राख्नु पर्यो नि स्पेसल आजको लागि राख्नु सेलरोटी बहिनीले ड्याम बनाइहाल्छ सेलरोटी अचार तरकारी अनि हाम्रो मसलादार चिया $15 ल $15 मा मसला चिया सेलरोटी तरकारी अचार ह्यापी माघे सङ्क्रान्ति है सबैलाई ल Look at the guys hanging out, dance to the beat and make it loud. सुन सुन मायालु जोडी हो मायालु जोडी हो नचुनाउनु मायाको डोरी हो मनमा फुल्यो फुल भात पनि खान घर पनि जान यतै पर्छु पसारो म त यतै पर्छु पसारो मेरो माया छुट्टी नै गयो तिम्रै काखमा पर्दिन्छु पसारो मेरो माया छुट्टी नै के बनाउनु भएको यो हाम्रो स्पेसल चिली सस मोमोमा चिली
मोमो चुचुले 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 नमस्कार म दाबटीबाट दाबटी क्याम्पग्राउन्डबाट आज यस्तो गर्मीको दिनमा तपाईँहरू घर बसेर के गरिराख्नुहुन्छ आउनुहोस् भट्टीमा आज मैले राखेको छु फ्री 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 पानीपुरी खाने होइन त फ्रीमा पानीपुरी आइहाल्नुहोस् दाबटीमा है त सिउरेन हाँस्छु हँसाउँछु म नाच्छु नचाउँछु चिल्लाक्स पारामा मासु चपाउँछु झाडु लगाउँछु म डाडु ठटाउँछु पाडी हान्न आइज बरु दारू मगाउँछु गाजा सल्काउँछु म गाना घन्टाउँछु बचाइदिन्छु आमा बाउ दाजु र भाउजू आइज मेरो घरमा पाडी हान्न आइज बरु सिमसिमे पानीको बाटो बनाउँछु झ्याप हुँदै हिँड्छ म तँलाई पनि सुरीलो रुख सल्लै हो खोजेको तिमीले कसलाई हो सुसली हल्दै डाकेर बोलाको तिमीले कसलाई हो आऊ हे मा बस कता बिसौ पिरैको भारी पिरैको भारी माया हो उकालीमा भेटिन चौपारी डाँडेको देवी देउराली माया हो पात बजाउँदै झरे है ओराली मै बस्छु सम्झी झलझली काख राखेर सिरानी राखेर सिरानी यो संसारलाई छोडौला मै पनि हो गाईलाई चराउँदै लाली जोबन जान्छ कि हजुर हो पात
याद कर लिया है आयात की तरह रेखा राखेर सिरानी राखेर सिरानी भाछु संसारलाई भट्टी पसल छोरा मान्छेकै लागि भने छोरी मान्छेको जसरी पीडा लुकाउन माइती घर कतै हुँदैन। तुझे याद कर लिया है Happy New Year. You are having fun? So hi guys, finally 2025 are here. It was a really good night. Thank you everyone. And Happy New Year. Happy New Year. Thank you chef, my head chef for tonight. She helped me a lot. Well done. Thank you. Osio ke? Osio. सब ओसिएर हामी चाहिँ दाभट्टीबाट हेरिरहेको छौँ गाइज। तपाईँहरू पनि नेक्स्ट इयर चाहिँ हेर्न मन लाग्यो भने दाभट्टीबाट यसरी मजाले हेर्न पाउनुहुन्छ है। प्लिज आउनुहोस् दाभट्टीमा। दाभट्टी क्याम्पग्राउन्डमा छौँ हामी। पार्किङ पनि मजाले छ। यहीँ बसेर मजाले गाडी पार्क गरेर गाडीमा बसेर खाना खाएर मिठो मिठो खाएर यस्तो हेर्न पाइन्छ। बेकारमा पार्कमा गयो, पार्क छैन। ल पड्क्यो अझै तातेछ है, तातेछ। देखेन होला मलाई। बाबा लास्ट आउँछ बबाल आउँछ बबाल लास्ट लास्ट 10 मिनेट भयो त्यो अघि बबाल आउँछ अरे सकिन्छ ओ यार भट्टीमा आउनुहोस् गाइज। भट्टीमा दाभट्टी क्याम्पग्राउन्डमा आउनुहोस्। सब मजाले खानपिन गरेर हतार नगरिकन यसरी हेर्न पाइन्छ नि। यो के लिएर धुवा
लाग्यो त्यो पारी पाखैमा त्यो पारी पाखैमा बहिनी तिमीलाई आऊ बस लाजै लाग्यो हेरे भुइँतिर आँखैको निशाना ठ्याक्कै मैतिर कश्मीरे पछ्यौरी दार्जिलिङको रेल लम्साइली पिरती 2 दिन बचुन्जेल कश्मीरे देखो है शाम बड़ी दीवानी धीरे धीरे बन जाए न कोई कहानी देखो देखो है शाम बड़ी दीवानी धीरे धीरे
पुरुष पनि थाक्न सक्छन् तर देखाउने ठाउँ हुँदैन। नारी थाक्दा उनी माइतीघर मायालु आमाको काखमा फर्कन सक्छिन्। मायाले भिजेको बाबाको अङ्गालोमा लुकी थकान बिसाउन सक्छिन्। तर पुरुष थाकेपछि कहाँ जाओस्? ऊ त थाक्नुको अधिकार समेत बोकेर हिँड्ने यात्राको सरापमा छ। किनकि ऊ बाबु हो, रुन्छ भने कमजोर भनिन्छ। ऊ छोरा हो, थकान देखायो भने लाज भनिन्छ। ऊ पति हो कसैको, पसिना नझारेसम्म उसको प्रेम देखिँदैन। ऊ दाजु हो, चुपचाप जिम्मेवारी बोक्नु। एक लाइफ है अपने पास, तो जिंदगी में भी सिर्फ दूसरों की सुनी, उनके हिसाब से चले, उनके हिसाब से किया तो यार क्या फायदा मेरी जिंदगी का? तो इस जिंदगी में जो दिल कहता है वो करो, जिसे चाहते हो उसे पाओ और अपनी ख्वाहिशों और सपनों के पीछे। को माया और कैलाई चंदा भो आउने जाने मूल बाटो बन्दा भो रानी घटैमा किन काडा रोप्यौनी निरी माया आउने बाटैमा। हजुरहरूलाई कस्तो भइरहेछ? यसो 2-4 शब्द पनि जाओस् न त। खानाको टेस्ट चाहिँ एकदम बवाल छ होइन, एकदम मिठो छ। हामी सब कुरा इन्जोय गर्यो। एभ्रिथिङ इज भट्टी सट अनि छ्याङ कस्तो लाग्यो?
होता है ना, दुनिया की हर चीज का सोल्यूशन सिर्फ एक ही है, खाना। भूख लग रही है तो खाना खा लो, बोर हो रहे हो तो खाना खा लो, सैड हो तो खाना खा लो, खुश हो तो खाना खा लो, डिप्रेस्ड हो तो खाना खा लो, कुछ सेलिब्रेट कर रहे हो तो खाना खा लो, किसी की शादी में गए हो तो खाना खा लो। आज हाम्रो एकजना दाजु आउनुभएको छ अल द वे फ्रम मेलबर्न आउनुभएको छ। उहाँले लकी नम्बर कति निकाल्नुहुन्छ ल गुड लक टु हिम। उहाँले निकाल्नुभएको छ 5 + 1 6%। कङ्ग्रेचुलेसन। थ्याङ्क यू कस्तो भयो खाना भनिदिनु न। खानुको एकदम मिठो। Thank you. How's your food and everything tonight? Brilliant. The momos were juicy, they were tender. The chow mein was perfectly cooked. It was amazing. Thank you very much for the feedback, sir. And today you have to spend more than $50, so you can play the dice. Beautiful. So let's see what the number you're gonna get. 3. 3. Awesome. चलो भैया कैसा रहा खाना आज का? आज का खाना बहुत शानदार था। हम कैमल टाउन में रहते हैं तो हमने चेक किया नेपलीज बगल में रेस्टोरेंट है, खाना खा कर आते हैं और थाली खाई हमने, मोमोज खाए, बहुत शानदार। ओके थैंक यू सो मच। सो आपके लिए आज से लकी ड्रॉ है और जितना भी नंबर निकालेंगे उतना डिस्काउंट आपको मिलेगा। अच्छा चलो अब क्या करो? आपको मिला 5 + 4 9%। आपको मिला 9% डिस्काउंट। चलो ल ब्रदर ल गुड लक। कति नम्बर 4 4 8% जानुभयो है त। ल बधाई छ तपाईँलाई। अलि देखिएन उहाँले 8% जानुभएको छ। ल बधाई छ। थ्याङ्क यू। तपाईँको अब 50% हाम्रो प्रमोसन भयो चाहिँ होइन। बाहिर फाल्ने? घुटाउनु यहाँ टक्क लाएर ल जस्तै नखोलियो न, खोल्नु पर्दैन। यस्तो होला? Okay. ल सेम 6 + 3 9%। कङ्ग्रेचुलेसन। ल तपाईँलाई 9% अफ द बिल है। 9 + 9 is 18. होइन? ल आजको हाम्रो नेक्स्ट कस्टमर $50 प्लसमा। ल त्यही गर्नु पाइँदैन गरौँ न। भयो राख न। 5 4 9%। कङ्ग्रेचुलेसन ब्रदर। खै आज हाम्रो एकजना दाजु आउनुभएको छ अल द वे फ्रम मेलबर्न आउनुभएको छ। उहाँले लकी नम्बर कति निकाल्नुहुन्छ ल गुड लक टु हिम। उहाँले निकाल्नुभएको छ 5 + 1 6%। कङ्ग्रेचुलेसन। थ्याङ्क यू कस्तो भयो खाना भनिदिनु न। खानुको एकदम मिठो। थ्याङ्क यू। ल तपाईँलाई बधाई छ। गुड लक। Hey! Oh my God, look at this 12% discount. Happy हुन्छ? Happy. ल खै गाइज आज शुभ बिहारमा यति चाँडै हाम्रा राभट्टीमा ब्राडबेरीका एकदम यङ एकदम एक्टिभ मेम्बर उता यहाँ प्रमोसनको सेकेन्ड डे अफ प्रमोसन। दुईटा छ। अब यो डाइस खाँदै हुन्छ। हेरौँ कति पार्नुहुन्छ आजको पर्सेन्टेज डिस्काउन्ट। ल गुड लक। 1 2 3. 9% पार्नुभयो। 9% है? ल बधाई छ तपाईँलाई। 10% कमी कि प्लस 9? आँखाले बोला मायालु मनैले बोले त कसले पो सुन्छ र न्याउली बनाइमा।
एक प्लेट मोमो र एक प्लेट चाउमिन तुरुन्त है बहिनी तर कस्तो राम्रो छ एक प्लेट मोमो एक प्लेट चाउमिन एकदम छिटो है ल यो टाइम पनि के भएको होला बाटो हिँडिरहेको मान्छेलाई यहाँ खाना कस्तो छ खाना 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 एरा कस्तो हो खाना कस्तो छ हो Fantastic. The bhatti, super. हेलो गाइस आज हाम्रो दाबटी टिम फुल अनमा छ यहाँ पुलौलाई पानी बसेर छु मासु पर्दैछ यता फेरि फुल अचार बन्दैछ तड्का बनिरहेछ अचार बनिरहेछ सही आज 40 जनाको क्याटरिङ फुल Hey guys, Nepali ko oh my god, Jhol Momo is ready. Da bhatti ma.
खाना कस्तो छ खाना 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 Highly recommended. Highly recommended. Perfect. यता कस्तो हो खाना सुन्नुहोस् त हो Fantastic. The Bhatti, superb. ल नमस्कार वेलकम टु दाभट्टी आउनुहोस् दाभट्टीको सहर आज यहाँ दाभट्टीमा हाम्रो नेपाली चाड तीज सेलिब्रेसन गर्नको लागि ब्राडबरी कम्युनिटीका केही साथीभाइहरूले यो सबै हल बुक गर्नुभएको छ उनीहरूलाई मेरो तर्फबाट र मेरो दाभट्टीको टिमको तर्फबाट धेरै धेरै धन्यवाद उहाँहरूले यो ठाउँलाई तीज सेलिब्रेसनको लागि बुक गरिदिनु भयो त्यो भन्दैमा उहाँहरूलाई म आज एकदमै रमाइलो होस् सबै खानेकुराहरू टेस्टी भन्दा पनि टेस्टी जाओस् भन्दै धन्यवाद गरेको छु दाभट्टी टिम थ्याङ्क यू ल नमस्कार वेलकम टु दाभट्टी आउनुहोस् दाभट्टीको सहर आज यहाँ दाभट्टीमा हाम्रो नेपाली चाड तीज सेलिब्रेसन गर्नको लागि ब्राडबरी कम्युनिटीका केही साथीभाइहरूले यो सबै हल बुक गर्नुभएको छ उनीहरूलाई मेरो तर्फबाट र मेरो दाभट्टीको टिमको तर्फबाट धेरै धेरै धन्यवाद उहाँहरूले यो ठाउँलाई तीज सेलिब्रेसनको लागि बुक गरिदिनु भयो त्यो भन्दैमा उहाँहरूलाई म आज एकदमै रमाइलो होस् सबै खानेकुराहरू टेस्टी भन्दा पनि टेस्टी जाओस् भन्दै धन्यवाद गर्दछु दाभट्टी टिम थ्याङ्क यू नाक पनि आउँदैछ है स्पिडमा म भने बिस्तारै आफ्नै स्पिडमा बढ्यो कि केही पनि छैन यहाँ गाह्रो त्यही पनि थाहा हुन्छ आफूलाई परेपछि सक्दैनस् तैँले भनेर हौसला
चौबन्दी चोलो कालो साडी क्या सुहाएको हातैमा रुमाल निधारमा टिको रंग कति हामी सबैले कस्तो गर्नु को हामीलाई के अन्त यहाँ